यस्तै रह्यो समाज। हेलो गाइज, हाम्रो काली माया कालो भेट त्यस्तो साह्रो नहेर्नु यार। ठुली माया अर्को ठुली माया कान्छी माया हो त। म चाहिँ कान्छी माया। उसलाई चाहिँ टच देखाएर के जति टच देखाउनु पनि देखाउँछु ल जति टच सुलिनु न हामी पनि रहेछ होला। ओइ बहिनी बहिनी म उतो गर्न न ल। अब तपाईँ टल्किरा दिन साँच्ची। अब म चाहिँ किन टल्केको भन्दाखेरिमा तीनटा आइफोन 17 प्रो मैक्स बालिरहेको छ मेरो अगाडि होइन। अनि हामी चाहिँ जात्रामा जाँदैछौँ। हामी अहिले चाहिँ रातिको हेर्नुहोस् त 8 बज्न लागिसकेको छ। हामी चाहिँ तर मलाई चाहिँ लागिरहेको छ 10:30 भइसक्यो अलरेडी। किनभने त्यो जानुको लागि एक्साइटेड भयो के Saturday 2 मा चाहिँ हामी चाहिँ हग्दै हुनुहुन्छ होला उता गएर टोइलेट पाउँदैन भने यहीँ हग्दै खोलामा छ नि त जात्रा पनि। चुर्लुम भन्ने गरेर हग्ने नि होइन। पहिलो गयो चाहिँ फर्स्टको हो। फोन गर्नलाई नि गाह्रो छ हौ गाई चाहिँ। फोन बोकेर यस्तै झुन्डिनुपर्छ हो कि दिदी? हो यो भन्नु न। ओइ हो ठुल्बा तिनीहरू भन्ने कटेर ल्याउने घरतिर हो कि छोरी छोरी कहाँ हो? त्यहाँबाट आइहाल्ने है त्यो के अरे आशाहरू घरबाट आउनु बाटोमै छ है। आशाहरूको टोइलेट छेउमा खिचन छेउरी र किन लोङ यार के भयो हाँसी चाहिन्छ यार वाइ वाइली लक्की ला पैसा नदिँदा र मेरोमा छ नि। मेरो पनि चाहिँ हो 20-30 लगाएको मैले 150 रुपियाँ ठग्यो नि हो मैले त्यसलाई त। आफ्नै बुढालाई त भएन अरूलाई भए पो ठग्यो भन्नु आफ्नै पहिल्यै ठग्यो। आफ्नो पहिला ठग्यो भने त ठग्यो नि तिमीले होइन। हो मेरो पहिला त मैले जहिले ठगिरहेको तर मेरो पहिलो कमाइ छैन नि त हो। यो दिदी बहिनीले आज मेरो आँखा निकालेन भने मेरो प्रमिलनामै चेन्ज गरिदिन्छु। यसले मेरो कपालले यसो स्वाट्ट हानेर आँखामै हाने, यसले ज्याकेटको उसले स्वाट्टै हाने मेरो आँखामा। कसले मलाई भन कसले आज रमाइलो गर्नुपर्छ। नहान भोलि हान ल। हान्छु म अहिले नै हान्छु यसलाई।